आफ्नो पेटलाई जति नै राम्रो गर्छु भन्दा पनि कतै न कतैबाट केही कुराको ग्याप भइ नै हाल्छ। सन्दर्भ किर्नाको रेनी सिजन छ। कुकुर र बिरालोमा अत्याधिक मात्रामा किर्ना पर्ने चान्सेस एकदमै धेरै छ र कतिपय अवस्थामा अत्याधिक मात्रामा किर्ना पर्छन् भने हामीले मेडिकेसनमा नि जानुपर्ने हुन्छ र मेडिकेसन सँगसँगै कहिलेकाहीँ म्यानुअली पनि रिमुभ गर्नुपर्ने हुन्छ। म्यानुअली रिमुभ गर्दाखेरि चाहिँ हामीले किर्नाको जिउमा समातेर हामीले किर्नालाई निकाल्ने कोसिस गर्यौं भने चाहिँ किर्नाको मुखको भाग त छालामा गडिएर बसेको हुन्छ र त्यो गडिएर बसेको भाग चाहिँ त्यहीँनेरि छुट्ने गर्छ। किन छुट्छ भन्दाखेरि किर्नाको जुन सकर हुन्छ त्यसमा भएका स्पाइक्सहरू चाहिँ रिभर्स पोजिसनमा बसेका हुन्छन् र हामीले जिउमा समातेर तान्दाखेरि चाहिँ त्यही रिभर्स पोजिसनमा बसेका स्पाइक्सहरूको कारणले चाहिँ बाहिर निस्किन सक्दैन र सकर त्यहीँ बसिरहन्छ, चुट्टिएर बसिरहन्छ। अब हामीले यस्तो हुन नदिनलाई के गर्ने त? हामीले ट्विजरको प्रयोग गर्ने र स्किनको एकदमै नजिकै लगेर ट्विजरलाई चाहिँ सकेसम्म किर्नाको मुखको पनि एकदम बेस भागमा समातेर चाहिँ बाहिर तान्ने। बाहिर तान्दाखेरि चाहिँ त्यो सकर सहित बाहिर आउने चान्सेस चाहिँ एकदमै धेरै हुन्छ। त्यही भएर ट्विजरको प्रयोग गर्दा राम्रो। त्यसरी कुनै पार्ट चाहिँ किर्नाको कुनै भाग चाहिँ स्किनमै रहिरह्यो भने चाहिँ थप केही कम्प्लिकेसनहरू आउने सक्ने चान्सेस म्याक्सिमम हुन्छ। बडीको डिफेन्सिभ मेकानिजम एक्टिभेट हुन्छ। त्यो सकरलाई चाहिँ बडीले फरेन मेटेरियलको रूपमा चाहिँ आइडेन्टिफाई गर्छ, फरेन अब्जेक्टको रूपमा आइडेन्टिफाई गर्छ र त्यहाँनेरि चिलाउने, खटिरा आउने, रेड र्यासेसहरू हुने, हेयर लस हुने र लामो कपाल फर भएका ब्रिडहरूमा त त्यहाँनेरि ठुलो एब्सेस भइसक्दाखेरि पनि हामीले नोटिस गरिरहेका हुँदैनौँ। कहिलेकाहीँ यस्ता समस्याहरू आउन सक्छ। त्यही भएर किर्ना निकाल्दाखेरि जहिले पनि ट्विजरको प्रयोग गर्ने, अघि मैले भने जस्तै सर्टेन टेक्निक्सहरूको प्रयोग गरेर चाहिँ किर्ना निकाल्ने। त्यसरी गर्दा चाहिँ हामीले थप समस्या आउनबाट हाम्रो पेटहरूलाई जोगाउन सक्छौँ।